ल अब आज हामी 36 स्लट अहिलेसम्म चाहिँ हामी मोटरमा चाहिँ 24 वटा स्लट भएको चाहिँ बनाइराखेको थियो भने अब हामी चाहिँ 36 वटा स्लट 36 वटा स्लट भएको 3 फेज मोटर सिंगल लेयरको कति पोल 2 पोलको मोटरको चाहिँ पहिला सुरुमा चाहिँ आज हामी हिसाब गर्न गइरहेका छौँ है। हिसाब गरिसकेपछि हिसाबमा आएको डाटा अनुसार हामी फेरि डेभलप डायग्राम बनाउँछौँ। पहिला चाहिँ हामी अब हिसाब गर्छौँ। अब हिसाब गर्ने बेलामा चाहिँ अरू बेलाको जस्तै सेम मैले 3 फेजमा 11 वटा कुरा 11 करोडा चाहिँ निकाल्नुपर्छ भनेको छु। त्यही अनुसार हामी 1 नम्बरमा चाहिँ के निकाल्नु पर्ने हुन्छ यो मोटरमा भएको टोटल स्लट यो मोटरमा स्लट कतिवटा छ त 36 वटा। त्यसपछि अब 2 नम्बरमा चाहिँ हामीले निकाल्नु पर्यो टोटल नम्बर अफ कोइल। अब यो मोटरको लागि 36 स्लटको 3 फेज मोटर 2 पोलको मोटरलाई चाहिँ कतिवटा कोइल चाहिन्छ त हामीले कतिवटा कोइल चाहिँ बेर्नुपर्छ भनेर चाहिँ अब हामी यहाँ निकाल्दै छौं। यसको लागि चाहिँ टोटल नम्बर अफ कोइल निकाल्ने फर्मुला हाम्रो के थियो स्लट अपन 2 थियो। अब स्लट यो मोटरमा कतिवटा स्लट छ 36 वटा स्लट छ। 2 ले भाग गर्दाखेरि यो कतिवटा भयो 18 वटा। अब 24 स्लटको मोटरमा हामीले जति बेला पनि 12 वटा कोइल बेरिरहेको थियौँ भने अब यसमा चाहिँ कतिवटा कोइल बेर्नु पर्यो 18 वटा कोइल चाहिँ बेर्नु पर्ने रहेछ। चाहे त्यो रनिङको के अरे आर फेजको होस् वाइ फेजको होस् वा बी फेजको होस् जुनसुकै फेजको भए पनि टोटल चाहिँ कतिवटा हुनु पर्यो त्यसमा कोइल चाहिँ 18 वटा हुनुपर्दो रहेछ है। अब त्यसपछि 3 नम्बरमा कोइल ग्रुप अब कोइल ग्रुप निकाल्ने फर्मुला हाम्रो के थियो नम्बर अफ फेज इन्टु पोल। अब नम्बर अफ फेज भनेपछि यो कति फेजको मोटर भयो 3 फेजको मोटर हो। कति पोलको मोटर छ यहाँ क्वेशनमा 2 पोल भनेपछि 2 भयो। यो कति आयो 3 दुना 6 हेर त कोइल ग्रुप चाहिँ के आयो 6 आयो। अब त्यसपछि हामी चौथो नम्बरमा चाहिँ के निकाल्छौं कोइल पर ग्रुप। अब हामीले कोइल हाल्दै जाँदाखेरि आर फेजको होस् वाइ फेजको होस् वा बी फेजको होस् जुनसुकै फेजको होस् एकचोटि कोइल हाल्दै गएपछि चाहिँ कतिवटा सँगसँगै कतिवटा कोइल हाल्दिँदैन नि भन्ने कुरा चाहिँ यो कोइल पर ग्रुप यो चौथो नम्बरकोले भन्छ। अब कोइल पर ग्रुप निकाल्ने फर्मुला हाम्रो के छ टोटल नम्बर अफ कोइल अपन कोइल ग्रुप। ल त टोटल नम्बर अफ कोइल भन्नु अघि 2 नम्बरमा हाम्रो कति आथ्यो 18 वटा कोइल थियो हो। कोइल ग्रुप हाम्रो कोइल ग्रुप कति आथ्यो 6 आथ्यो। अब हेरौँ त 6 ले 6 तिर्की 18 हो कि हैन 6 एकान 6 6 तिर्की 18 भनेपछि 3टा हेर त। अब हामीले आर फेजको हालौँ वाइ फेजको हालौँ अथवा बी फेजको जुनसुकै फेजको हाले पनि हाल्ने बेलामा चाहिँ कोइल एउटामा कतिवटा हाल्नु पर्ने रहेछ 3 वटा गरेर चाहिँ हाल्नु पर्ने रहेछ। आर फेजको पनि 3टा वाइ फेजको पनि 3टा बी फेजको पनि 3टा त्यसरी चाहिँ हामीले के गर्नुपर्ने रहेछ हाल्नु पर्ने रहेछ है। अब त्यसपछि अब हामी 5औं नम्बरमा अब हामी के निकाल्छौं कोइल पिच। अब कोइल पिच निकाल्ने फर्मुला के हो स्लट अपन पोल। हेर त यो कति स्लटको मोटर हो 36 स्लटको मोटर हो। कति पोलको मोटर हो 2 पोलको मोटर हो भनिसकेपछि अब हाम्रो हेर त यसलाई कतिमा आउँछ 18 हेर त 2 एकाने 2 18 दुना 36 हो नि। अब हामीले कुनै पनि कोइल 1 नम्बरबाट हाल्न सुरु गर्छौं भने
अब कोइलको त दुईटा पाटो, एउटा गोलोमा चाहिँ के हुन्छ, एउटा एकतिरको पाटो एउटा एकतिरको पाटो, दुईटा पाटो हुन्छ नि हैन। दुईटा पाटो, यो पाटोलाई 1 नम्बरमा हाल्यौ भने चाहिँ अर्कोलाई चाहिँ कतिमा हाल्नु पर्यो? 18 मा हाल्नु पर्यो। यहाँ 2 3 4 यसरी हुनु हुँदै 17 अनि त्यसपछि के हुनु पर्यो? 18 हुनु पर्यो है। यो भन्न खोजेको एउटा कोइल 1 देखि सुरु भयो भने कतिमा हाल्नु पर्यो? 18 मा चाहिँ हाल्नु पर्ने छ भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो है। अब त्यसपछि 6औं नम्बरमा अब हामीले चाहिँ के निकाल्छौँ त भन्दाखेरि चाहिँ आरपीएम। यो मोटरको आरपीएम कति हो त नि भनेर निकाल्छौँ। आरपीएम निकाल्ने फर्मुला हाम्रो के छ? 220 इन्टु फ्रिक्वेन्सी अपन पोल। यो फर्मुलाकै 220 राखियो इन्टु फ्रिक्वेन्सी जहिले पनि के हुन्छ? 50 हुन्छ। र पोल कति पोलको मोटर हो? 2 पोलको मोटर हो। अब यो गर्दाखेरि चाहिँ अब हामीले क्याल्कुलेटरबाट हिसाब गर्न सकिन्छ। यो गर्दा चाहिँ 3000 के आउँछ? यसको आरपीएम आउँछ। अब यो चाहिँ हामी मोबाइलबाट हाल्न पनि सक्छौँ, नत्र भने सिधै त्यो 25 ले 2 एकान 2 माथितिर काट्न पनि सक्छौँ है। नत्र यसरी 2 एकान 2 हो। अब यसले 60 दुना 120 भयो अनि 6 पंचे 30, 30 पछि 2टा शून्य है। अब यो सँगसँगै यो निकालेपछि कहिलेकाहीँ चाहिँ हामीलाई चाहिँ क्वेसनमा चाहिँ धेरै जस्तो चाहिँ यो पोल नदिकिन कहिलेकाहीँ के दिएको हुन्छ? आरपीएम दिएको हुन्छ। जस्तो यो अहिलेको क्वेसनमा चाहिँ 36 स्लट 3 फेज सिंगल लेयर अनि त्यसपछि गएर चाहिँ यो पोल नदिकिन पोलको ठाउँमा चाहिँ 3000 आरपीएम दिएको बेलामा चाहिँ हामीले पोल निकाल्न पर्ने हुँदो रहेछ। त्यो भएर हामी 7औं नम्बरमा चाहिँ यो पोल लेख्छौँ। तर हिसाबमा चाहिँ पोल नदिएको अवस्थामा चाहिँ हामीले सुरुमै हामीलाई पोल चाहिँ यहाँ चाहिन्छ नि, यो 3 नम्बरमा कोइल ग्रुप निकाल्दाखेरि त्यस्तो बेलामा चाहिँ हामी के गर्छौँ त भन्दाखेरि तेस्रो नम्बरमा नै यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। अब हामीले के निकाल्दैछौँ? पोल निकाल्ने फर्मुला के हो? 120 इन्टु एफ अपन आरपीएम। हेरौँ त, 120 इन्टु एफ भनेको कति भयो? 50 भयो। आरपीएम कति छ? 3000। आरपीएम 3000 हो नि त, किन आरपीएम त यहाँ आइसक्यो। अब यो गर्ने बेलामा चाहिँ हामीले हिसाब गरियो भने चाहिँ यो कति आउँछ? 2 आउँछ। अब यो चाहिँ हामी क्याल्कुलेटरबाट अब यसरी बुझिएन भने क्याल्कुलेटरबाट हानेर हिसाब गर्न पनि सकिन्छ है। अब त्यसपछि 8औं नम्बरमा चाहिँ अब हामी निकाल्छौँ टोटल इलेक्ट्रिकल डिग्री। टोटल इलेक्ट्रिकल डिग्री निकाल्ने फर्मुला के हो त? पोल अपन 2 इन्टु 360 डिग्री है। अब यो कति पोलको मोटर हो? 2 पोलको मोटर हो। 2 ले भाग गर्नु पर्यो इन्टु कति भयो? 360 डिग्री। यो कति आयो? यो 2 2 काटिन्छ 360 डिग्री। हेर त, यसको टोटल इलेक्ट्रिकल डिग्री, यो मोटरको टोटल इलेक्ट्रिकल डिग्री भनेको कति हुँदो रहेछ? 360 डिग्री चाहिँ हुँदो रहेछ है। अब त्यसपछि 9 नम्बरमा अब हामी के निकाल्छौँ त भन्दाखेरि चाहिँ फेज डिफरेन्स। अब फेज डिफरेन्स निकाल्ने फर्मुला के हो त भन्दाखेरि यही 120 इन्टु स्लट अपन टोटल इलेक्ट्रिकल डिग्री हो नि। ल अब यो 120 चाहिँ डिग्री हो है। 120 डिग्री इन्टु स्लट अपन टोटल इलेक्ट्रिकल डिग्री। अब हाम्रो फर्मुलाको 120 डिग्री नै भयो इन्टु स्लट कति स्लट हो? 36 स्लट हो। अपन टोटल इलेक्ट्रिकल डिग्री कति आएको थियो? 360 आएको थियो। 360 डिग्री थियो नि, यो डिग्री काट्दियो। अब त्यसपछि यसको यो सबै हामीले गुणन गरेर भाग गर्दाखेरि चाहिँ टोटल इलेक्ट्रिकल डिग्री चाहिँ कति आउँछ? 12 आउँछ। के अरे फेज डिफरेन्स चाहिँ कति आउँछ? 12 आउँछ है। अब यसले यो 9 नम्बरको फेज डिफरेन्सले के भन्न खोजेको? यो 12 आउनुको अर्थ के हो भन्दाखेरि चाहिँ हामीले सुरुमा आर फेज हाल्न सुरु गरिन्छ। आर फेज हाल्दाखेरि 1 देखि
हाल्दै सुरु गरियो भने वाइ फेज हाल्दाखेरि चाहिँ हामीले यो फेज डिफ्रेन्ट भनेको 1 + 12 1 + 12 गरेर चाहिँ अब हामी वाइ फेज हाल्ने बेलामा चाहिँ त्यसरी हाल्नु पर्यो। बी फेज हाल्दाखेरि चाहिँ हामीले वाइ जतिबाट सुरु गरेको थियौँ वाइ सुरु गरेको नम्बर प्लस के गर्नुपर्ने हुन्छ यो फेज डिफ्रेन्ट गर्नुपर्ने हुन्छ भनेको सबै आरवाइबी हाल्ने बेलामा चाहिँ यो सबै क्वाइलहरू सुरुमा हाल्ने बेलामा चाहिँ 12 को डिफ्रेन्टमा चाहिँ हामीले हाल्न पर्ने रहेछ भन्ने कुरा चाहिँ यसले गर्छ। अब त्यसपछि हाम्रो 10औं नम्बरमा के आउँछ आर फेज। अब हाम्रो 3 फेजमा त आरवाइबी 3टा फेज हुन्छ, त्यो मध्येमा आर फेज स्टार्टिङ फ्रम कति हुन्छ 1 मोटरमा कुनै पनि तार हाल्न सुरु गर्ने बेलामा चाहिँ हामीले के गर्नुपर्ने रहेछ। अब सुरुमा त हाम्रो सिक्वेन्स अनुसार नै आरवाइबीमा पहिला आर आउँदो रहेछ, आर पहिला आउने भएको भएर आरलाई चाहिँ 1 नम्बरदेखि चाहिँ हामी के गरिदो रहेछ हाल्न सुरु गरिन्छ है। अब त्यसरी नै 11 मा अब आर त हालियो, अब वाइ चाहिँ कति कहाँ हाल्ने त वाइ फेज स्टार्टिङ फ्रम के हुन्छ त फर्मुला भन्दाखेरि 1 + फेज डिफ्रेन्ट ल। अब अघि यो आर हालिसकेको थियो नि हामीले हैन, अब आर 1 बाट हालेको भएर यो 1 आएको 1 + फेज डिफ्रेन्ट अहिले कति आएको थियो 12 भनेपछि अब हामीले वाइ हाल्न चाहिँ कतिबाट सुरु गर्नुपर्ने रहेछ 3 बाट सुरु गर्नुपर्छ 13 बाट सुरु गर्नुपर्ने रहेछ। अब यसै गरेर फेरि आर र वाइ त भयो, बी कतिमा हाल्ने भन्ने कुरा चाहिँ बी फेज स्टार्टिङ फ्रम वाइ फेज स्टार्टिङ प्लस वाइ कतिबाट स्टार्टिङ भयो नि प्लस अब के आउनु पर्यो यसमा फेज डिफ्रेन्ट है, यो पिडी फेज डिफ्रेन्ट भनेको है। अब यसमा चाहिँ अघि हाम्रो वाइ कतिबाट हाल्ने भयो 13 बाट हाल्ने भयो, 13 प्लस फेज डिफ्रेन्ट अघि हाम्रो कति आएको थियो यहाँ 12 आएको थियो नि। अब हामीले के गर्नु पर्यो यो 12 गर्नु पर्यो, यो दुईटा जोड्दाखेरि कति भयो 25 ल त 25। अब हामीले फेरि बी कोइल हाल्दाखेरि चाहिँ हामीले के गर्नुपर्ने रहेछ 25 बाट चाहिँ हाल्न सुरु गर्नुपर्ने रहेछ। अब हाम्रो यो चाहिँ के भयो त भन्दाखेरि चाहिँ अब हामीले डेभलप डायग्राम बनाउने बेलामा चाहिँ मेन कुरा के सम्झिनु पर्यो भन्दाखेरि चाहिँ यो कति स्लटको मोटर हो भन्ने कुरा थाहा हुनु पर्यो है। यो चाहिँ कतिवटा स्लट रहेछ, यसमा कतिवटा खाँच रहेछ स्टेटरमा, यो मोटरको स्टेटरमा 36 वटा चाहिँ के रहेछ यसमा स्लट रहेछ है। त्यसपछि 36 वटा स्लटमा हामीले कोइल हाल्ने बेलामा चाहिँ हामीले के गर्नुपर्ने रहेछ 18 वटा चाहिँ कोइल चाहिँ हामीले बनाउनु पर्ने रहेछ, 18 वटा कोइल बनाउनु पर्ने रहेछ। अनि एउटा अब हाम्रो के हुन्छ त भन्दाखेरि पोल भनेको त हाम्रो भाग हो नि, 2 भागमा बाँडिदो रहेछ नि, एउटा फेज 2 भागमा, अर्को फेज 2 भागमा, अर्को फेज 2 भागमा बाँडियो। त्यो 2 भागमा बाँडे मध्येको आर फेज 2 भागमा बाँडियो, त्यो 2 भागमा पनि 1 भागमा यो हाम्रो कोइल पर ग्रुपले के भन्छ भने यो सबै फेज चाहिँ 2 भागमा बाँडेर हाल्नुपर्छ। 2 भाग मध्येमा पनि एउटा भागमा आर फेजको एउटा भागमा चाहिँ हामीले कतिवटा कोइल हाल्नुपर्ने रहेछ 3टा कोइल हाल्नुपर्ने रहेछ भनेर भन्यो। त्यसपछि 3टा कोइल त हाल्ने, 3टा कोइल हाल्दाखेरि चाहिँ कतिको डिफ्रेन्टमा हाल्ने त नि कोइलको त एउटा कोइल चाहिँ 2टा स्लटमा जान्छ, त्यो 2टा स्लटमा जाने मध्येमा चाहिँ त्यो कति हुनु पर्छ नि कुनै एउटा 1मा हालियो भने अब कतिमा लैजाने त नि अर्कोपट्टिको साइड भन्दाखेरि चाहिँ यसले यहाँ कोइल पिचले भन्यो 18 मा लैजाऊ भनेर, 1मा लैयो भने अब त्यसलाई कतिमा लैजानु पर्यो 18 मा लैजानु पर्यो। अब त्यसपछि चाहिँ कहिलेकाहीँ हामीले चाहिँ यो ड्रइङको लागि र मोटरमा हाल्नको लागि डाटा भन्दा पनि कसैले चाहिँ यो मोटर कति आरपिएम को रहेछ भनेर हामी त रिवाइन्डिङ गर्ने भइसकेपछि त कस्टमरले धेरै प्रकारको क्वेसनहरु सोध्न सक्छ नि, त्यस्तै बेलामा चाहिँ यसको आरपिएम कति हो त नि यसको भनेर पनि हामीले निकाल्न सकिन्छ। आरपिएम निकाल्ने फर्मुला के छ 120 इन्टु एफ भनेको के हो फ्रिक्वेन्सी हो, फ्रिक्वेन्सी अपन पोल गरेर हामीले अहिले यसको चाहिँ कति रहेछ यो मोटर 3000 आरपिएम रहेछ यसको,
त्यसै गरेर फेरि कहिलेकाहीँ हाम्रो क्वेसनमा नै हामीलाई के थाहा हुन्छ भने यो कति पोलको मोटर हो भनेर थाहा नभइकन बरु त्यसको कतै त्यो नम्बर प्लेटहरू हुन्छ नि नेम स्टिकरहरू नम्बर प्लेटमा चाहिँ यसको आरपिएम मात्रै दिएको अवस्थामा चाहिँ हामीले पोल पत्ता लगाउनु पर्ने हुन्छ किनभने हामीले यहाँ अघि नै सुरुदेखि नै नम्बर अफ फेज इन्टु पोल गरेछौँ हामीलाई पोलै थाहा भएन भने चाहिँ यसलाई चाहिँ हामी सुरुमा नै यो अहिले मैले लेखेको फर्मुलालाई चाहिँ माथि लगेर 3 नम्बरमा नै पोल निकाल्नु पर्ने हुन्छ पोल निकाल्दाखेरि पोल निकाल्ने फर्मुला के रहेछ 120 इन्टु फ्रिक्वेन्सी अपन आरपिएम दिएको बेलामा चाहिँ के गर्नु पर्यो आरपिएम अब यो आरपिएम र पोल निकाल्ने फर्मुला चाहिँ सजिलो छ अब आरपिएम निकालियो भने 120 इन्टु एफ अपन आरपिएम गरिन्छ के अरे पोल गरिन्छ पोल निकालियो भने चाहिँ आरपिएमलाई चाहिँ तल ल्याएर चाहिँ भाग गरिन्छ है यो फर्मुला चाहिँ सम्झिनलाई सजिलो छ जे निकाल्ने हो त्यो चाहिँ के हुन्छ भने त्यहाँ हुन्न जे दिएको छ अब पोल दिएको छ भने आरपिएम हुन्छ आरपिएम दिएको छ भने पोल हुन्छ है अब त्यसपछि यसको टोटल इलेक्ट्रिकल डिग्री भनेको छ यो टोटल इलेक्ट्रिकल डिग्री अहिले ठ्याक्कै यसैमा युज हुन्छ भनेर त्यहाँ नभए पनि यो फेज डिफरेन्ट निकाल्ने बेलामा चाहिँ टोटल इलेक्ट्रिकल डिग्री चाहिने भएको भएर हामीले त्यसपछि के गरेछौँ टोटल इलेक्ट्रिकल डिग्री निकालेछौँ अनि 9 नम्बरमा चाहिँ हामीले फेज डिफरेन्ट भनेको के हो त भन्दाखेरि चाहिँ यो 3 फेज मोटरमा चाहिँ 3टा फेज हुँदो रहेछ 3टा फेजको कोइल मध्ये एउटा फेजको कोइल र अर्को फेजको कोइलको फरक कतिको फरकमा हाल्ने त नि भन्ने कुरा निकाल्नलाई चाहिँ कि सँगसँगै हालेर त भएन त्यसले गर्दाखेरि चाहिँ अब हामी के निकाल्छौँ फेज डिफरेन्ट निकाल्छौँ फेज डिफरेन्ट निकाल्ने फर्मुला के हो 120 डिग्री इन्टु स्लट अपन टोटल इलेक्ट्रिकल डिग्री योभन्दा पहिला नै हामीले निकालिसकेका छौँ 120 मा 120 राख्यो अनि यो कति स्लटको मोटर हो 36 स्लटको मोटर भएको भएर हामीले 36 राख्यो यो गर्दाखेरि चाहिँ जम्मा कति आयो 12 आयो फेज डिफरेन्ट अब फेज डिफरेन्ट 12 आइसकेपछि अब कुन फेजलाई कतिमा हाल्ने त नि भन्ने कुरा चाहिँ हामी निकाल्छौँ 10औं नम्बरमा आर फेज स्टार्टिङ फ्रम 1 कुनै एउटा फेजलाई त्यहाँ सुरु गर्नु नै छ हो कि हैन अब हामीले चाहिँ सुरुमा हाल्दाखेरि आर फेज हाल्ने भएको भएर आर फेजमा हालेको स्लटलाई चाहिँ 1 नम्बर स्लट मानेर चाहिँ हामी हाल्छौँ अब आरलाई त हालियो हो कि हैन अब बी हाल्ने बेलामा त यो फेज डिफरेन्सको भ्यालु त युज गर्न पर्यो नि आर र वाई को अथवा वाई र बी को फेज डिफरेन्स त हुँदै जानु पर्यो एउटा फेजदेखि अर्को फेजसम्म त डिस्टेन्स हुँदै जानु पर्यो त्यो बेलामा चाहिँ हामी वाई फेज निकाल्नलाई चाहिँ 1 प्लस भनेको अहिले हामीले त 1 लेखेको के हो भन्दाखेरि चाहिँ आर छ नि आर को भ्यालु लेखेको हो के त्यो आर कतिदेखि सुरु भएको त भन्दाखेरि आर 1 देखि सुरु भएको कि हैन त्यो भएको भएर 1 लेखेको फेरि है फेरि यहाँ 1 सधैँ 1 1 1 1 लेखिन्छ यो 1 किन लेखेको फर्मुलाकै 1 हो कि 1 जोड्नु पर्ने हो कि भन्ने होइन कि एकमा हालियो नि त अघि हामीले एकमा हालिसकेको भएर चाहिँ अब यसमा हामीले के गरेको 1 प्लस फेज डिफरेन्स त अघि हामीले निकालिसकेका छौँ 12 आयो 1 प्लस 1 प्लस 12 अथवा 1 प्लस 12 गऱ्यो भने त यो कति आयो 13 आयो अब 13 आइसकेपछि अब हामीले वाई फेज हाल्दाखेरि चाहिँ 13 बाट सुरु गर्नु पर्यो है 13 बाट सुरु गर्नु पर्यो त्यसरी नै बी फेज चाहिँ अब हामीले के गर्नु पर्यो वाई फेज स्टार्टिङ भनेको वाई फेज कतिबाट स्टार्टिङ भयो 13 बाट स्टार्टिङ भयो नि अघि यहाँ 1 बाट स्टार्टिङ भयो जस्तो अब यहाँ चाहिँ वाई फेज कतिबाट भयो 13 प्लस पीडी भनेको अब यहाँ नअटेर अहिले मैले फेज डिफरेन्सलाई पीडी लेखिरहेको छु फेज डिफरेन्स चाहिँ हुनु पर्यो है अब यो फेज डिफरेन्स हुँदाखेरि 13 प्लस 12 गरेर चाहिँ हाम्रो कति आयो 25 आयो अब हामीले यही निक्लेको भ्यालुहरुलाई चाहिँ डेभलप डायग्राममा 1 देखि 36 वटा स्लट बनाएर अब हामी फेरि के गर्छौं यसमा चाहिँ प्लटिङ गर्छौं कुनमा कुन जाने कुनमा कुन कोइल जाने आर कहाँ जाने वाई कहाँ जाने भनेर डेभलप डायग्राम चाहिँ हामी बनाउँछौं है अब यसमा केही छ